आइसकेको छ। हेर्न सक्नुहुनेछ बिहानीको सूर्योदय। बिहान अलिकति ढिलो भयो कि एयरपोर्ट आइपुग्यो फुलै फुल। हो 40 सेकेन्ड कहाँ यहाँबाट माथि हो दिदी के भन्छ सिट बनाए कोटेश्वर चोक हो यो यहाँबाट सिधै हो नि त त्यही त यता गयो भने त 7 बाटो जान्छ अनि खुल्यो 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 बाटो खुल्यो जाउँ है साथी हो खुल्यो। कति धुलो उडेको दैव धुलोबाट हाल्ने हो झाप्पा टाउको लुगा न धुलो पुग्दा आउँदा चाहिँ लगभग धुलोले नुहाइने रहेछ। मामाले चिन्छन् कि चिन्दैनन् मलाई भन्ने टेन्सन भयो कि अब के हो यो पल्टेला भन्ने टेन्सन। त्यहाँ माथि चाहिँ साँगा हो नि त त्यही होइन साँगा घुम्न त आएको छैन म त्यही बाटो हिँड्दा मात्र देखा हो। अहिले धुलीखेलबाट अगाडि लागिसक्यौँ होइन साना कस्तो बाटो साना छ है बाटो चाहिँ धुलीखेलबाट अगाडि लाग्यो। अब यहाँबाट भकुण्डे बेसी आउँछ 15 किलोमिटर जति बाँकी होला भकुण्डे बेसी पुग्नलाई। झन्डै बेहोस भइसकेको थिएँ म यहाँ आइपुग्दा। सेकिङ भयो है एउटा चेकिङ सक्यो भन्ने हो एउटा चेकिङ सक्यो। यही हो नेपाल थोक भन्ने नेपाल थोक आइपुग्यो। अहिले झाँगा झोलीमा खाजा खाइयो। काठमाडौँबाट हिँडेको ठ्याक्कै 100 किलोमिटर भएछ। यहाँबाट खाजा खायो। अब मुलकोट आइपुग्नु लाग्यो। मुलकोट 10 किलोमिटर जति बाँकी होला है मुलकोट 10 किलोमिटर जति बाँकी होला। मुलकोट त्यसपछि खोकोट गोमे ओखलढुङ्गा हुँदै सोलुखुम्बु। वेली बाटो के सुइया क्या है वाउ यसै बाटो भयो त हामी चाँडै पुग्थ्यौँ यार। भोटे खोला दिस इज भोटे खोला भन्ने हो। ए यो ठाउँ याद आयो मलाई याद आयो। त्यहाँनिर पेट्रोल पम्प छ। यो बवाल बाटो हो नि त मुलकोटबाट उकालो दामी बाटो लाग्यो त अब जाँदा कस्तो हुन्छ।
जाउँ टर्निङमा किन रोक्यो होला यसरी बस के गर्न खोज्यो होला ल हामी अहिले मुलकोटबाट माथि अनि सुनकोसीको माथि ओ माई गड ऐना छ ल सबैको मनोकामना पुरा होस् देवीले सबैको रक्षा गरून् हाम्रो पनि रक्षा गरून् सिद्ध देवी माता की जय सिद्ध देवी माता की जय पार्किङ गर्ने ठाउँ के त बनाइदिएको छ आमा म त्यहीँ सिधै होला भनेको त अझै पो रहेछ त जानुपर्छ है के थाहा तल सुनकोसी माथि बाटो सडक हामी चाहिँ सुटिङ नगर्ने भयौँ आज होइन हामीलाई अलिक टाढा जानुपर्ने छ अलि अब पछि कुनै बेला मिलेछ भने आज चाहिँ सुटिङ नगर्ने भन्ने सहमति भयो सर्वसहमति भयो अलिअलि भिडभाड भएको होला जामसाम परेको होला जाम नपरेको त के यात्रा गर्नु त नि नेपाल पो हो त बाइक खसेको है ओ माई गड कस्तो डेन्जर भएछ मान्छे छैन लगिसक्यो कि डर लाग्ने चिज बाइकको हाइस जुधेको है मान्छेलाई के भएको छ केही नहोस् मान्छेलाई चाहिँ के हो फेरि यो खासै केही होइन रहेछ भनौँ न यहाँबाट चाहिँ बर्दिवास 75 सिन्धुलीगढी 38 किलोमिटर रहेछ यहाँ अलिकति अगाडि पुल छ एउटा त्यसबाट छुट्टिन्छ अनि ल यो पुल कटेपछि छुट्टियौँ अब हामी खोला पुल कहिले बन्नु खोला खोला हिँड्नुपर्छ अरे ल पुल बनाउनु सक्दा भागिहाल्ला छन् ठिक छ यस्तै छ जिन्दगी खालको बाटो हिँड्दाखेरि अलि यस्तो बाटो नहिँड्ने त ठोकिए धेरै होस् त छैन कहाँ गएर ठोकियो फेरि लोकल माछाहरू पाइन्छ भन्थ्यो है
ट्राफिक लोकल हो कि कतिबाट लिएर आएको हो कि भन्ने रहेछ लाग्यो। कहाँबाट कहाँ तालिका खोटाङतिर डिटेलतिरबाट आएको हो कि एङ्सेल पाल्कोबाट आएको गाडी होला घुम्नु छु त्यहाँ। अब 2 किलोमिटर जति बाँकी छ घुम्नु। अनि हामी सिन्धुली जिल्ला छोडेर अब उदयपुर जिल्ला घुम्नुहुन्छ। उदयपुर जिल्ला हो अनि त्यसपछि उता ओखलढुङ्गा जिल्ला सुरु हुन्छ। अब लगभग 190 किलोमिटर 186-87 किलोमिटर जति यात्रा गरिएछ। काठमाडौँ त्यति लाग्यो चाहिँ आइपुग्दाखेरि। अनि अब भोक पनि लाग्यो, 12:30 हुने बेला भइसक्यो। अब यहाँ खाना खाइन्छ, एकछिन बसिन्छ अनि त्यसपछि यहाँबाट उकालो सुरु हुन्छ ओखलढुङ्गातिरको बाटो। अति नसक्ने उकालो हुन्छ। ल यता खाना उता ओखलढुङ्गा त्यो होटलमा आइयो है त। ओखलढुङ्गा सङ्गीता होटल ल चाहिँ खाना खाने कुरो भयो। होटल त्यही रहेछ। खाना खाइन्छ अनि बाटोको लागिन्छ है त। खाना खाएर हामी ओखलढुङ्गा सङ्गीता दिदीको होटलबाट अब लागि बाटो गोमी बजार। यहीँबाट माथि नै चला नि। यहाँबाट कटाईबाट आउने यता सुनकोशी सँगसँगै आइरहेको थियो। धेरै लगभग 3-4 घन्टै सुनकोशीको माथि हिँडियो होइन। अनि सुनकोशी पुल तरिन्छ उताबाट। सुनकोशी पुल 170 मिटर लामो रहेछ। ल कटाई नगरपालिका सक्यो। अब सुनकोशी पुल है त। सुनकोशी सुसेलीको दुधकोशीले सुन्छ भन्छ जस्तो। अन्त के उतापट्टि दुधकोशी छ। अब खोटाङ जाने हो भने चाहिँ दुधकोशी पनि हामी पुग्नुपर्छ। तर हामी सोलुखुम्बु जाने हो भने चाहिँ माथि बतासेबाट छुट्टिन्छ। ल अब ओखलढुङ्गा लाग्यो जस्तो लाग्यो है त मलाई। डिजेल मात्रै छ त्यहाँ, पेट्रोल पनि रहेछ। फुल हालौँ न है। कति जान्छ? 4-5 कति जाने? जाँदैन होला त्यस्तो त। 4-5 लिटर भन्दा चाहिँ माथि नै जान्छ तपाईँको। कसरी छ लिटरको अहिले? 170-50 पैसा। 3 लिटर गइसक्यो। 4-5 लिटर जान्छ भने जान्छ क्या। होइन सँगै जाउँ भनेको हो कि। सँगै जाउँ भनेको हो कि। अब किन आउनु त नि? मैले बोला होइन 4 लिटरको 702 रुपियाँ जापै हो। 7 रुपियाँ दिन्छ। 200 छैन नि दाजु, 150 मात्रै छ अझै। ओखलढुङ्गा 140 किलोमिटर भने चाहिँ 2 घन्टा लाग्छ होला है ओखलढुङ्गा पुग्ने। हजुर रहेछ 4 लिटर 4 सकिएछ नि लाग्यो। अब ओखलढुङ्गातर्फ है त यस्तै छ। अब यहाँबाट कस्तो छ के छ बाटो हेर्दै जाउँ, घुम्दै जाउँ। यहाँबाट अब माथि बतासे भन्ने ठाउँबाट चाहिँ छुट्टिन्छ ओखलढुङ्गा लाग्ने। यता ओखलढुङ्गा हुँदै सोलुखुम्बु जानलाई पनि अनि खोटाङ जानलाई त। ओखला यहाँबाट चाहिँ छुट्टी बाटो है। हलेसी जानुपर्ने भने यहाँबाट दाहिने लाग्ने। ओखलढुङ्गा या सोलुखुम्बु जानु छ भने यहाँबाट उकालो सिधो लाग्ने। अर्को बाटो सुरु भयो फेरि ओखलढुङ्गा जाने बाटो। ल यहाँबाट ओखलढुङ्गा अब 35 किलोमिटर जति बाँकी छ। माने भन्ज्याङ आइपुग्यो। ल ओखलढुङ्गाको माने भन्ज्याङ। दामी ठाउँ त्यो माथितिर अलिकति बजार पनि छ।
ऐसेलु भेट्यो है ऐसेलु खाएको चाहिँ खिच्नै बिर्सेछु ल मिलन चोक आइपुग्नु थाल्यो है हाम्रो कमानेमै थियो हेटौँडा कमानेमै मिलन चोक भन्ने कमानेमै कता थियो मिलन चोक कमानेमै त हो नि यहाँ नि रहेछ मिलन चोक उकालो हिँड्दा 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 वाक्क दिक्क भएको थियो 1.5 घन्टा उकालो चढिसकेपछि यस्तो दामी ठाउँ यार गाडीहरू चाहिँ खासै छैन फाटाफुट्टा 2-3 किलोमिटरमा एउटा गाडी भेट्छ सनाना हिँड्नलाई मजा आउने ठाउँ रहेछ यार जिल्ला कागले ओखलडुङ्गा जाने बाटो यता है बजार पनि यति माथि कता होला यार यता म त बाटोमै पर्छ जस्तो लागेको थियो त ए म त बजारबाटै हुन्छ होला भनेको त तल तल बाटो पो रहेछ सेट ओखलडुङ्गा बजार हेर्नै पाएन नि यार टन्नै छ नि बाटो गएको छ ए क्या सही बाटो यार त्यस्तै बाटो त्यस्तै बन्दै छ देख्छ नि त सट्ट खालको बाटो लागेपछि काँगेल पुगिन्छ अझै 1-1.5 घन्टा लाग्छ होला रात पनि भयो झमक्कै हुन आँटिसकेको यहाँ पनि पेट्रोल पम्प रहेछ जब त यहाँबाट सल्ले लगभग 5 किलोमिटर जति बाँकी छ अनि हाम्रो काँगेल चाहिँ कताबाट जाने हो अब एकैछिनमा थाहा हुन्छ है त जब बौद्ध ए यहाँ रहेछ बौद्ध रहेछ यताबाट सल्ले जाने होला सायद अनि यताबाट चाहिँ ए ए ए छुट्टियो ल उता सल्ले जाने उता कुनै दिन अब सल्ले घुम्न आउँला जाडो भयो चिसो छ मौसम यो वैशाख जेठको गर्मीमा पनि ठाउँमा चाहिँ जाडो रहेछ ज्याकेट ठ्याक लगाएर आउँदा नि बाइकमा एकदम जाडो भइरहेछ अब नर्मल बस्दा आयो त ठिकै ओहो ए आयो आयो पिज्जा आयो है फेरि एकछिन भए पनि पिज्जा आयो भने त कस्तो मलाई आनन्द हुँदो रहेछ बाटो याद नि त लगभग 385 किलोमिटर 285 किलोमिटर जति हिँडिसक्यो झन् थकित भएको छ नि अफरोडमा झन् हुँदाखेरि त गएको क्या कहाँ आइपुग्यो के भयो नि थाहा छैन रात पनि लागिसक्यो कहिले पुग्ने हो बाटो एकैछिन बिजाउँछ अनि फेरि अफरोड आइहाल्छ बोल्न नि नसक्ने अवस्था भइसक्यो थकित यस्तो थकित भइहाल्छ आनन्दले ढल्ने हो पुग्ने बित्तिकै यस्तो ढलिन्छ नि आधा घन्टा लाग्छ यहाँबाट थुलुङ दुधकोशी गाउँपालिका यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ भनेर छ ल धन्यवाद मलाई स्वागत गरेकोमा आइपुगेको छु यहाँबाट ओहो यहाँको त खाजा गाह्रो रहेछ त भाइ अब चाहिँ आइपुग्ने बेला भयो होला सायद जाडो मौसम छ है यता त जेठमा पनि जाडो हुने यार बन्दै गर्दैछु रातिमा यहाँ कति मिनट 4-5 किलोमिटर भए पनि लाग्छ 20-25 मिनट यो स्पिडमा त्यो बाटोमा साँझमा यसरी भलिबल खेल्नको मजा नै बेग्लै हुन्थ्यो कुनै बेला खेलिन्थ्यो लगभग 15 वर्ष पछाडि आएको म काँगेल 15 वर्षभन्दा अगाडि अब कस्तो थियो के थियो मै सानो थियो मलाई त्यो कुरा थाहा छैन के हो के होइन लगभग आइए जस्तो छ है त्यही भयो झमक्कै भयो 300 किलोमिटर हिँडिएछ हिँड्न पनि मैले जिन्दगीमा
एकै दिनमा 300 किलोमिटर हिँडेको पहिलोपटक हो। उहाँलाई अलिकति माथि छ थोरै त्यहाँ माथि यहाँ आएपछि थाहा पाइसक्यो। अब यस्तै छ भ्लग। यता भ्लग यहीँ टुङ्ग्यो। अब चिप्लो चिप्लो बाटो रहेछ। ल सबैलाई सबैको राम्रो होस्, भलो होस्, जय होस्।